ओके अहिलेको टाइममा होइन नानीहरू मोबाइल खेलेर के गरेर धेरै बिग्रेको छ हो होइन। त्यही भएर त्यो चाहिँ खास नानीहरूको गल्ती होइन है, पेरेन्टहरूको गल्ती हो। अनि किनभने नानीहरूको छेउमा चाहिँ यस्तो खाले माहौल बनाउनुपर्छ, जस्तै फोन खेलेर बस्यो भने नानीहरूले अब ठुलो मान्छेले जसो गर्छ होइन, सानोहरूले पनि त्यसै गर्छ। अब जस्तै हेर, म अहिले 5 बजीतिर मर्निङ वकमा आएको, अनि घरमा वर्कआउटहरू पनि गर्छु है त्यतिखेर। अनि नानीहरू पनि यहाँ भएको, अब कतिजना नानीहरू छ उनीहरू पनि मेरो साथसाथमा वर्कआउटहरू गर्न चाहन्छ। मर्निङ वकमा पनि 5 बजी उठेर आएको, तर पनि यहाँ नानीहरू 5 बजी उठेर आएको छ। म देखाउँछु है, यहाँनिर हिँडिरहेको छ यिनीहरू 5 बजी। अहिले त खासै कति बजे 6 बज्यो, तर 1 घन्टा भयो हामी आएको है। अँध्यारोमै आएको थियौँ, त्यतिखेर अँध्यारो भएकोले गर्दा भिडियो राम्रो नआएर नबनाएको। ओइ यो भूमिका, यो सुसन, यो ब्राजिल। ओइ ब्राजिल, मजा आउँछ मर्निङ वक गर्नु एकदम। अनि त्यही भएर ठुलो मान्छेले इन्भाइरोमेन्ट जस्तो बनाउँछ होइन, नानीहरूले पनि त्यही एडाप्ट गर्ने हो। त्यही भएर चाहिँ ठुलो मान्छे भएर रेस्पोन्सिबल हुन सिकौँ। धन्यवाद।